भित्र पाक्दैछ ढिक्री खाना नपाएको है खाना बस्यो नि ट्याक्कै यता मम्मी उता अर्को ह्याप्स अर्को पकाउँदैछ हेर्नै हेलो हेलो म्याडम पाएको ढिक्री पाएको कि नै यो चाहिँ के को लागि बनाउनु भयो चटनी ओहो ढिक्री यो भाङको चटनी त्यो लाएर झ्याप भयो भने यहाँ चाहिँ हेर्नुहोस् गाइस यहाँ ढिक्री पाक्दैछ वाह अब यो ढिक्रीको लागि चटनी तयार हुँदैछ टोमेटो फ्याङ धनियाँ खोर्सानी लसुन यो के अरे यता यो के अरे टिमुर ओ माई गॉड वाह 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 पिस तेरो थोड़ा देखाउन के त देखाउनको लागि पिस न पिस छिटो पिस के अनि पर्ला वाह वाह पिस छिटो त देखिन थोड़ा देखाउन के मैले यो थोपडा अनि यो थोपडा मिल्छ हेर्नुहोस् त ढिक्री पाक यो चटनी बनाऊ ढिक्री रेडी हुँदैछ अब चाख्नको लागि म ढिक्री चाख्नको लागि म एकदम आतुर छु वाह कस्तो ढिक्री यो चाहिँ चटनी ओ माई मस्त मगन पानी आयो पकाउने मान्छे पानी आयो मगा बुढ्छ आफै अघि चाहेको थाहा भएन पाके होइन अब चाख्दाखेरि थाहा हुन्छ पाके पाकेन अघि चाहिँ चाख्दाखेरि थाहा भएन पाके कि पाकेन अब थाहा हुन्छ कि पाकेन क्या अब नुन हाली चाख्नु पर्यो फेरि पर्दैन ए चर्को पागल चर्को मिठो हुन्छ अरे त्यो चर्को भयो यस्तो मजाको यो के अरे कोदो खाएर अघि चटनी बनिन्छ यस्तो खाना चटनी पिरो पनि कसरी खाने पिरो कि नुन जल पनि कसरी खाने पानी आयो गयो पानी कहाँ आउने है मकै टक्कै उहाँ सुक्दैछन् कोही खेतमा ल्याउँदैछन् तर चाहिँ पानीले स्टप गर्यो कि यहाँ मौसम पुरा बादल पानी आउन ठिक्क छ यति जब मकैलाई हैरान कहिले भित्र कहिले बाहिर काम गर्न पर्दैन टक्क भिडियो गरेर बस्ने हो काम गर्ने मान्छे ऊ यतिकै यति अलिक बढी नुन भएछ हेर्नु हल्का कहिले म चाख्छु अरे मम्मीले के थाहा मैले कहिले चाहिसकेँ पहिले चाख्छु अरे रसोईको काम त्यही भएर गाइज बिहे चाहिँ थरोली बिहे गर्नुपर्छ हेर्नुहोस् है गर्नुपर्छ त्यही भएर यस्तो यस्तो खान पाइन्छ टक्क त्यो आधी जति ल र यो परातमा राख्नुहोस् अनि चाहिँ सबैको भित्र खाम अनि चाहिँ अरू चाहिँ अरूलाई राखिदिनु हतार भन् त खाना यहाँ निकाल्दैछु के आँटी खा बिन्दु
गाइस एउटा कुरो भनौँ लके यसको माइकमा सोसियल कहाँ छ हेर्नुहोस् यहाँबाट देखिन्छ झ्यालेबाट हेर्नु है यो घर त्यो घर चाहिँ त्यहाँबाट उठाएर ल्याएको मैले रातिको 3 बजे लतरा ल्याएको भागी बिहा गरेको हो नि त्यस्तै ए मागी बिहा कि भागी होइन तर बिहा चाहिँ मागेरै भएको है खाना सुरु है यसको नाम के हो ढिक्री यो ढिक्री त बोल्नु हुन्छ मोमो एक पल्ट पनि चामलको मोमो हो बस म गेस्टिङ टिकिङ नम्बर राख्नु उमाले खा ओ माय गॉड अनि जा लाइन गोल गोल पनि छ र Lên